आज करलाको तरकारी पकाउँदैछौ गुलियो बनाऊ ल यो चाहिँ पहिला हामी यसमा बस्थ्यौँ हैन अरे के भन्छ श्रीयाङ भ्लग्सले के भन्छ अरे हेलो साथीहरु सेवारो कसरी ढल्छौ नि तिमी कसरी ढल्छौ नि यसरी ढल्छौ तिमीले बनायो भने त गुलियो हुन्छ नि तर न भिडियो स्टार्ट भइसक्यो ब्लग हैन टक्क सेकेन्ड ब्लग हो यो हाम्रो ब्लगहरु त थुप्रै छ तर हामीले हिजोबाट स्टार्ट गरेको फर्स्ट ब्लग अब यो सेकेन्ड ब्लग हैन टक्क लागेर रियान मेरो यो भिडियोमा के भन्दै बोल्दै बोल त हेलो हो अनि के भन्नुपर्छ अरु के भन्नुपर्छ अरु ह राम्रोसँग काट त के काटिहालेछ कालीले आलु काटिहालेछ एजरा गइदियो हजुर आउँछ हात काट्ला च्वाटे लाएर यता आएर त यता आज करला र आलुको तरकारी ल रिहान एजरा है एजरा आयो त कहाँ जान लाग्यो बाबा कहाँ जान लाग्यो संगति हजुर नजानी मम्मी मोटी हजुरलाई घाँटे देख्छ जहिले नि अरे बाबा चाहिँ हिरो भएर जानला हान संगति के रे एजरा के रे तिमी लोट्यौ तिमीले पादेऊ कि पादैनौ नि यता र त तिमीले हिजो पादेको हैन एजरा यिनले हिजो पादेको एजराले एजरा हैन कसरी हो नि आउँछ यता बाहिर निस्क अब यता साथीहरु यो पछाडिको छ नि यो सानो घर यो चाहिँ पहिला हामी यसमा बस्थ्यौँ हैन टक्क लागेर म देखाइदिन्छु त टक्क लागेर बाबा सानो छ के घर त यो चाहिँ खोर हो अहिले चाहिँ यता चाहिँ यस्तो छ साइकलहरु राख्छ जस्ट खाना पकाउने मात्र अहिले चाहिँ भान्साकोठा भन्न मिल्दैन यो चाहिँ कुखुरा पाल्नु न कुखुरा पालेको थियो पहिला हैन अनि अझै पाले हैन अब चाहिँ पाल्ने हो विदेशबाट आएको अब न्यू बिजनेस त गर्नु पर्यो नि हैन यो चाहिँ यतापट्टि हाम्रो सिन हो यो चाहिँ त कहाँ गराएको भन् त एजरा जति बेला डुलेछ हेर्दै यो हालत के हो तेरो एजरा तिम्रो ड्याडी खै नि खै ड्याडी खै तिम्रो खै आज करलाको तरकारी पकाउँदैछौ गुलियो बनाऊ ल चिनी हालेर हैन बिना चिनी गुलियो बनाऊ न त करलाको तरकारी इम्पोसिबल त्यसै तिमीले बनायो भने त गुलियो हुन्छ नि तर न 2 3 ल म त ढल्ले गीताइदेऊ हत्तेरीका साइली रे मैले कसरी ढल्छौ नि तिमी कसरी ढल्छौ नि यसरी ढल्छौ अनि तिमी कसरी ढल्छौ रियान्सी तिमी कसरी ढल्छौ यसरी अनि यसरा कसरी ढल्छिन् म हत्तेरीका साइली रे मैबाट सुरु नमस्ते ढोक्दिया गर न अनि
पानको भात खै त पानको भात आज हाम्रो घरमा करेलाको तरकारी र आलुको तरकारी पाक्दैछ। तिमीलाई मनपर्छ एजरा? तिमीलाई आलु मनपर्छ कि करेला? कलिका। तिमीलाई डोनट मनपर्छ कि मोमो? डोनट मनपर्छ? ए यता चाहिँ कुक हुनुहुन्छ कुक। मिठो पकाउनु ल, गुलियो गुलियो पकाउनु है तर करेलाको तरकारी चिनी हालेर। तिम्रो ड्याडी विदेशमा हो? हो अनुसा? विदेशमा होइन? तिम्रो ड्याडी विदेशमा हो? तिम्रो ड्याडी नेपालमा हो? हो हो एजरा? गरिदेऊ यी गर त, यी गर एकचोटि दाँत हेर त कस्तो छ। हाल 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 मेरो भिडियो गरिदेऊ नि त छिटो। आलु र करेलाको तरकारी पकाउँदैछु है साथीहरू। ल्याम्म खानुपर्छ। बेरोजगारी भएर बसिरहेको छु। अब युट्युबबाट कहिले पैसा आउने बल्ल सुरु हुँदैछ साथीहरू। युट्युबबाट पैसा झिक्ने कि नझिक्ने? झिक्न मन लाग्यो तिमीलाई? एजरा अलि जोडसँग हल्लो अनुसा, जोडसँग हल्लो। गीताइदेऊ एजरा। लै 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 गीताइदेऊ, लै 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 गीताइदेऊ, लै 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 गीताइदेऊ। ए हो एजरा हेर, एजरा हेर, अटो आयो, अटो आयो उता, अटो आयो। अटो चाहियो तिमीलाई नि? अटो चाहियो अरे एजरालाई पनि। अरे के भन्छ श्रीयाङ भ्लग्सले के भन्छ अरे? हेलो साथीहरू, सेवारो जोजोलोपा यता फर्केर के भिडियो लिएर आइसकेको छु। भिडियोलाई धेरैभन्दा धेरै साथ सपोर्ट गर्नु होला। श्रीयाङ भ्लग्ससँग नि भेट्नुपर्छ एक दिन, कोलाब्रेसन गर्नुपर्छ, कोलाब गर्नुपर्छ। के हो त? सबै मान्छेले हेरिरहेका छन् भ्लग बनाएको, अब बनाउनु पर्छ भ्लगहरू। हुन्छ अहिले युट्युबबाट पैसा कमाउनु पर्छ हैन? ल ल पछिबाट आन्टीले नध्यानु। एउटा चाख्न पर्ला जस्तो लाग्यो साथीहरू, कस्तो बनेछ खाए ल। करेलासँग पकाएको तरकारी गुलियो भएको छ। आलु त सानामा नि यस्तै बानी थियो, निकाल्दै खाने। साथीहरू यो मनिषाले पकाएको तरकारी होइन, गुलियो भयो यो। तिमीहरूले भिडियो बनाउँदा आफैले हेर्छ न, क्यामेरामा हेर्ने क्या बल्ल सिधै क्यामेरामा हेरे जस्तो हुन्छ बल्ल अडियन्समा। दाल हालेर खाइछिन्। खाने हजुर दाल खान्न नखाने भए त कसैले पनि दाल उता पनि देखाइदियो। माछा किनेमै माछा आएको रहेछ होइन, टक्क लागेर। कस्तो खै माछा खै? यो मरेको माछा पुरै
खै त्यो उफ्रिनेमा ऊ भए पो अलिकति हुन्थ्यो यार। उफ्रिने त कहाँ कति यसमा आउँछ र उफ्रिने 10 किलोमा भर्छ पानी हाल्नुपर्छ। मान्छेहरूले यसरी किन्छन् नि त उफ्रिने त्यो जिउँदो माछा क्या किने नि। त्यो त पसलमा राख्ने चिज हो त जिउनु त डुलाउने त कहाँ पानी लिएर हिँड्ने कि माछा लिएर हिँड्ने है एजरालाई देखाउनु एजरालाई मिला कसरी हो किलोलाई कति 330 300 मा आउँछ 300 मा दिनु न टक्क दामी तरिकाले हैन। भिडियो हेर्नुहुन्छ हजुरको भिडियो नि आउँछ अब युट्युबमा हालिदिन्छु। हुन्छ कि नै हुन्छ कि नै 1 किलो किन्ने 1 किलो एजरा आऊ माछा खै 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 कसरी अरे डिजिटल काटा हो ए ल स्प्रिङ वाला छोरी हो पुगेन हजुरलाई घाट लाग्नु भयो लाग्दैन यार घाटा यार। मुङ्ग्री माछाहरू आउँदैन हजुरले बनाइदिने यो यतिकै हो बस हामीले बनाउने हामीले बनाउने भन्छ त उसले त हामीले कसरी बनाउने हो कसरी बनाउँछ यसलाई कसरी काट्ने हो काट्ने हाम्रो निस्क्यो के गर्ने नकाट्ने